सबैलाई स्वागत छ। शाखा अधिकृत बन्ने सपना देख्नुभएको छ भने एउटा कुरा त पक्कै हो, 10 अङ्कको त्यो लामो प्रश्नले साँच्चै नै पसिना छुटाउँछ। तर चिन्ता नलिनुहोस्, आज हामी यही 10 अङ्कको उत्तर लेख्ने कलालाई एकदमै सरल र प्रभावकारी तरिकाले सिक्नेछौँ। अब मनमा एउटै प्रश्न आउँछ, होइन त? आखिर 10 अङ्कको प्रश्नमा कसरी उत्कृष्ट अङ्क ल्याउने? परीक्षाको त्यो प्रेसर, के लेख्ने, कसरी सुरु गर्ने, दिमाग नै खाली भए जस्तो हुन्छ। राम्रो तयारी हुँदाहुँदै पनि कहिलेकाहीँ गडबड भइदिन्छ। तर अब चिन्ताको कुरै छैन, किनभने हामीसँग यसको लागि एउटा एकदमै स्पष्ट र काम लाग्ने ब्लुप्रिन्ट छ। ल, सुरु गरौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुराबाट, प्रश्नलाई कसरी बुझ्ने। हामीमध्ये धेरैजना प्रश्न देख्ने बित्तिकै उत्तर लेख्न हतारिन्छौँ। तर एकछिन, अब्बल उत्तरको पहिलो खुड्किलो नै प्रश्नलाई राम्ररी बुझ्नु हो। यो काम सही भयो भने आधा लडाईँ त्यहीँ जितिन्छ। हेर्नुहोस् है, प्रश्नलाई चिरफार गर्नुपर्छ। यसमा भएका मुख्य शब्दहरू यानि कि कीवर्ड्स के हुन्, अनि त्यो पुछारमा झुन्डिएका शब्दहरू छन् नि, छलफल गर्नुहोस्, विश्लेषण गर्नुहोस्, मूल्याङ्कन गर्नुहोस्, यिनीहरूलाई टेल वर्ड्स भनिन्छ। यिनीहरूले नै उत्तरको बाटो देखाउने हो। छलफल गर्नुहोस् भनेको एउटा कुरा हो, विश्लेषण गर्नुहोस् भनेको पुरै अर्कै। यदि प्रश्नमा 2-3वटा भाग छन् भने त्यसलाई टुक्रा टुक्रा पारेर हेर्नुहोस्। आखिर प्रश्नले मागेको के हो त्यो ठ्याक्कै पत्ता लगाउनुहोस्। केही सेकेन्डको यो मेहनतले उत्तर बहकिनबाट जोगाउँछ। ल, प्रश्न त बुझ्यो। अब पालो आयो उत्तरको संरचना बनाउने। यो एउटा यस्तो ब्लुप्रिन्ट हो जसले हाम्रो उत्तरलाई एउटा बलियो र आकर्षक घर जस्तै बनाउँछ। एक एक इँटा जोडेर एउटा पर्फेक्ट जवाफ कसरी बनाउने, अब त्यो हेरौँ। यो एकदमै सरल छ, तर असाध्यै शक्तिशाली छ। जम्मा 3 भाग: भूमिका, मूल भाग र निष्कर्ष। जस्तो सुकै प्रश्न आओस्, यो 3 भागको संरचनाले हाम्रो उत्तरलाई सधैँ व्यवस्थित, तार्किक र पढ्न सजिलो बनाइदिन्छ। यो सूत्र कहिल्यै नबिर्सनुहोला। अब कुरा गरौँ भूमिकाको। भनिन्छ नि, फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन। हो, भूमिका भनेको त्यही हो। 2-3 लाइनमा एकदमै सटिक तरिकाले प्रश्नको मुख्य अवधारणालाई परिभाषित गर्ने। यसले जाँचकीलाई तुरन्तै थाहा हुन्छ कि यसले प्रश्न राम्ररी बुझेको छ। लामो अनावश्यक कुरा लेखेर समय र जाँचकीको ध्यान दुवै खेर नफालौं। भूमिकापछि आउँछ उत्तरको मुटु, अर्थात् मूल भाग। यहाँ हामी प्रश्नको सीधा जवाफ दिन्छौँ। सकेसम्म बुदामा लेख्नुहोस्, यसले पढ्न सजिलो बनाउँछ। आफ्नो तर्कलाई बलियो बनाउन आवश्यक ठाउँमा तथ्य र तथ्याङ्क पनि प्रयोग गर्नुहोस्। अनि याद राख्नुहोस् है, यदि प्रश्नमा 2-3वटा कुरा सोधिएको छ भने हरेक भागलाई छुट्टा छुट्टै तर एक आपसमा जोड्दै जवाफ दिनुपर्छ। केही पनि छुट्नु भएन। अनि अन्त्यमा आउँछ निष्कर्ष। यो हाम्रो उत्तरको फिनिशिङ टच हो, जसले जाँचकीमा एउटा राम्रो छाप छोडेर जान्छ। मूल भागमा लेखेका कुराहरूलाई छोटकरीमा सारांश दिने र एउटा सकारात्मक, भविष्य उन्मुख विचारको साथ उत्तरलाई टुङ्ग्याउने। अतः समग्रमा भन्नुपर्दा वा निष्कर्षमा जस्ता शब्दहरू प्रयोग गरेर एउटा दमदार अन्त्य दिनुहोस्। ल, संरचना त बन्यो, तर राम्रो उत्तरलाई उत्कृष्ट बनाउने अरू पनि त मसलाहरू छन् नि। हो, अब कुरा गरौँ विषयवस्तु र प्रस्तुतिको, किनभने हामीले के लेख्छौँ भन्ने जत्तिकै महत्त्वपूर्ण कसरी प्रस्तुत गर्छौँ भन्ने कुरा पनि हुन्छ। सबैभन्दा पहिले अक्षर एकदमै राम्रो हुनुपर्छ भन्ने छैन, तर सफा र पढ्न सकिने हुनु पर्यो। दोस्रो, भाषा सरल, स्पष्ट र व्याकरण सही हुनु पर्यो। गाह्रो शब्द प्रयोग गरेर विद्वान देखिनु पर्दैन। अनि तेस्रो, तथ्य र तथ्याङ्क हावाको भरमा होइन, सान्दर्भिक र सही डेटाले आफ्नो कुरालाई पुष्टि गर्नुहोस्। र अन्त्यमा मार्जिन सफा र चिटिक्क परेको उत्तर पुस्तिकाले जाँचकीको मन जित्छ। सोच्नुहोस् त, सफा उत्तरले एउटा व्यवस्थित दिमागको परिचय दिन्छ। अब आयो सबैभन्दा ठूलो खेलाडीको कुरा, समय। जति नै राम्रो लेख्न जाने पनि यदि समयमा उत्तर सक्न सकिएन भने त सबै मेहनत खेर गयो, होइन र? त्यसैले घडीलाई आफ्नो साथी बनाउनु एकदमै जरुरी छ। याद राख्नुहोस्, एउटा 10 अङ्कको प्रश्नको लागि हामीसँग हुन्छ जम्मी 18 मिनेट। हो, केवल 18 मिनेट। यो नम्बर दिमागमा सेट गर्नुहोस्। यसको मतलब के हो भने हाम्रो लेख्ने तरिका एकदमै छिटो, छरितो र अभ्यास गरिएको हुनुपर्छ। सोच्ने समय परीक्षा हलमा हुँदैन। त्यसो भए त्यो 18 मिनेटलाई कसरी सदुपयोग गर्ने त? यहाँ एउटा सुझाव छ। सुरुको 1 मिनेट उत्तरको खाका बनाउन, त्यसपछिको 2 मिनेट सटिक भूमिका लेख्न,
सबैभन्दा धेरै 12 मिनेट मूल भाग लेख्न अनि 2 मिनेट दमदार निष्कर्षको लागि र अन्त्यमा बचेको 1 मिनेट सर्र एकपटक रिभ्यू गर्न। यो एउटा मोडल हो। यसलाई बारम्बार अभ्यास गरेर आफ्नो बानी बनाउनुभयो भने समय कहिल्यै पनि दुश्मन बन्दैन। ल, अहिलेसम्म हामीले धेरै कुरा गर्यौं। अब यी सबैलाई निचोडेर हेरौं। 10 अङ्कको प्रश्नमा सफलता पाउनको लागि चाहिने मुख्य सूत्रहरू के हुन् त? यो हो सफलताको 5 बुँदे चेकलिस्ट। 1. सबैभन्दा पहिले प्रश्नलाई राम्रोसँग बुझ्ने। 2. सधैँ भूमिका, मूल भाग, निष्कर्षको संरचना अपनाउने। 3. विषयवस्तु सान्दर्भिक राख्ने र प्रस्तुति सफा बनाउने। 4. त्यो 18 मिनेटको समयलाई चलाखीपूर्वक व्यवस्थापन गर्ने। र 5. एउटा बलियो र सकारात्मक निष्कर्षले उत्तर टुङ्ग्याउने। यो चेकलिस्टलाई दिमागमा राख्नुभयो भने परीक्षामा कहिले अल्मलिनु पर्दैन। अब भन्नुहोस्, के अब 10 अङ्कको प्रश्नको सामना गर्न तयार हुनुहुन्छ? पक्कै पनि। यो खाका एउटा बलियो हतियार हो। अब यसलाई आफ्नो तयारीमा लागू गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा, निरन्तर अभ्यास गर्ने बेला आएको छ। याद राख्नुहोस्, सही रणनीति र निरन्तर अभ्यासभन्दा ठूलो सफलताको सूत्र अरू केही हुँदैन। सबैलाई धेरै धेरै शुभकामना।